नातिनी पनि भन्दिन पनि भन्दिन घर बिग्री गयो बताओ क्या हुआ हमने का तुम्हारा बाबू क्या नातिनी का टोकले अद्धा यति भी नहीं भए नातिनी क्या हुआ हमको जानी त्यो गानगुन अद्धा हो तम्मा दुईजना बिहा तने यति खण्ड भया छ क्या त्यति नातिनी का टोकल राख्छ त्यसले क्या राय नै हो कि त्यति बिना हुरुन्डेको काली माला थियो त्यति महिनावारी त्यति पढे हो त्यति ठाउँ घुमे हो क्या टोकले अद्धा हो त क्या भन्दा छौ त गाउँछ क्या भन्दा छौ पहिला जमाना छन् क्या आजले पहिला छुई बेसी चाहिँ के गोठौडा बसल्ला छिया आजले पहाडा बसल्ला पहिला त छ क्या जहिले पनि घर आएपछि बोलै नहुनु त के भन्नु त छ बाजा भोग्लाको केही छ कि खाने पुट्टी जा कहीँ छुई छ कि छौ यही भन्नाले त तैँले यस्तै हरे छैन त्यही भन्दिनै पर पाठ पिन गएर पर गाकी छोटीले छुइछौ हरिहरि तँ केही भन्दा पनि भन्दिनै त्यो बिरामी अस्पतालमा जाउँला भन्नु छुई हुँदै के म भएपछि तपाईँको नै भन्नुपर्ने हो र तपाईँ आजसम्म के मर्नु भए नै त म यो घरभित्रै बसेर क्या त्यहीसँग मात्रै भन्दा छोरो सप्पा भएको बिरामीलाई क्या भयो छोरान खोलाउँदाको चिसो पानी खायो नै क्या भयो नानी आउँछ पिउला बाहिर जा बाहिरले बाटै भात पाक्यो त्यो भात ल्याउ त पाकीको भात अब चाहिँ हामीले खाइसक्यौँ अब हामी हात धुन जान्छौँ तपाईँ खानु हुन्छ म खान्छु ठुलो आनै हुँदिन त्यो सोरै दिए त अन्त पेट दुख्न लाग्यो क्या भयो भन्दैछ यो क्या भयो अल्लै भलिभली मान्छ क्या भयो अल्लै भलिभली उठी नाटक कति थियो खान्ता काट्दो कुछ खाइली भन्यो मान्दिन कता रानी भन्यो मान्दिन देउता थाना वरिपरि गएछ कि चुइका छाता बढी कि भन्यो पनि मान्दिन कता रानी त्यस्तो नगर्नु पाएन हाम्रो दिदीलाई पेट दुखेको छ तपाईँले त्यस्तो भन्नु जहाँ पर धामी बाजेन बोलाइले धान बाजेन बोलाइले चुइका सरका पढे यो कि क्या यो जहाँ धान बाजेन बोलाइले क्या भयो नातिकन क्या भयो क्या थियो तैँले त गएर पर छेतो मात्रै पातलो न क्याल्नेको जाने एकजना क्या भयो एकजना मैया मानु मनसन पर धागो फटाल्नु पर्यो केही भयो नै त्यस्तो नभन्नु पर एकजना हस्पिटल दिनु पर्यो क्याल्ने त्यो हस्पिटल त हो केही जानु पर्दैन नै भलो जात मानु मनसन पर धजा खोटाल्नु पर्छ भलो जात छ हुँदा क्या लिनु पर्यो त उठा जे आब्दा वर तपाईँ भनिया मान्ला कस्तो राम्रो लेखेको रहेछ महिनावारी बारेमा र खानेपानी कस्तो साफसफाइ बारेमा यो घर पनि कस्तो राम्रो रहेछ जिगा पनि भन्केको छैन यो घरमा मास्टर हुनुहुँदो रहेछ मास्टरको घर रहेछ अब जाउँ हामी तल बाजेर गएको यो घरमा को हुनुहुन्छ मसँग भन दिदी बिरामी हुनुभयो तपाईँ यहाँ डाक्न आयो हड्नु जाउँ के भयो हट तपाईँ बढी बिरामी भइजाले पेट दुख्यो भन्थ्यो क्या भयो धैधै म नाडी हट्दिदो खकाला बसेर बास्ता दिनु पर्थ्यो खोलामा पानी
पानी पिया भन्दैथी कहीँ छुइबे बेला कहीँ मैया माडु के देउता गइछ कि दै फर्का परे जै त छ बुझानी अब मानहानु मनसन पढो धजा खोट अन्नु पढो इखन धेरै अप्ठ्यारो भइगयो हाँटौ हाँटा हुन्छ छिछि छिछि यो घर कस्तो फोहोर झिगा पनि भन्किरहेछन् यो घरमा को हुनुहुन्छ हामी छौँ हजुर बिरामीलाई के भयो र खै पेट दुख्यो भन्दै थियौँ बिहान अहिले के भयो हामी बाजाले के गर्नुभयो त पेट दुख्यो अरे धामी बाजाले नाना मन पनि पर्ने भयो धजा हजा लाउनु भन्नुभयो धामी बाजाले नमस्कार भाउ उखाला रेर छेड्नाले सप्पा मरिगो हस्पिटल लिकन जाउँ कि भनिकन आयो हाम्रा खौरा त हस्पिटल लिनु पर्दैन मानु मनसानु पर्यो क्यार्नु पर्यो धजा उठाउनु पर्यो भन्दा थियो हामीले भने नमानिकन ल्याए ओहो यिनलाई त झाडा बान्ता भएको रहेछ छिटो छिटो अस्पताल लैजानु हुन्छ भाइ हामी बार नत्दैन तपाईँ छोड्नु कहीँ छेरियालालाई मेरो भाउ यो घरमा को हुनुहुन्छ हामी अनि यिनलाई के भएको छ? खै बिहान खोलाको पानी खाइथी के भएको हो पेट दुखेको हो कि अब पखाला चलेको पेट दुखेको त्यसो भने स्वास्थ्यमा लैजानुहोस् न बाजेले के भन्नुभयो त बाजेले त माना मनसानु पर्ने अरे अनि छिसै भयो भन्दा र यस्तो कुरामा नि विश्वास गर्ने हो त अब यी बाजेलाई अब आस्थानमा राख्दै अब उहाँलाई छिटोभन्दा छिटो अस्पताल लैजानुहोस् न त जे पनि हो भयो तमी ज्या भन्दा हो भन यिनकै भनिया मानो म बाहिर त भए रोक्नु न रोक्नु एकछिन बाजे हजुर अब पछि यही श्रीपाटबालिका माध्यमिक विद्यालयमा हुरिन्डेकको अब हुरिन्डेकले आयोजना गरेको कार्यक्रममा सहभागी हुनु होला है त ल ल हुन्छु ओहो नानीलाई त धेरै गाह्रो भयो जस्तो छ समयमै स्वास्थ्य चौकी दिनु न हुन्छ हामीले पछि नानीहरू 14 गते बढीमालका माध्यमिक विद्यालयमा महिनावारी सम्बन्धी कार्यक्रम राखेको छ तपाईँहरू सबैजना आउनु होला है बजैलाई पनि लिएर आउनु होला समाज परिवर्तन गर्न पनि निकै गाह्रो छ है हो को आएका रहेछन् हेरौँ न ओहो सबैजनालाई नमस्ते है हामीले रहेछ त ओहो बाजे पनि आउनु भएको रहेछ सन्चै हुनुहुन्छ सन्चै छु सन्चै हजुर तपाईँको भन्नुहोस् ए आज हामीले भनेको भनेर त हामीभन्दा छिट्टै आइपुगेको भइरहेछ त आइपुगेका छौँ आज के को बारेमा हो थाहा छ कि महिनावारी स्वच्छताको बारेमा हो केही कुरा राखिदिनु न उहाँले विशेष गरी कार्यक्रम चाहिँ महिनावारी स्वच्छता सम्बन्धी हो हिजो हामी गाउँमा डुल्दै जाँदा
एउटा घरमा नानी बिरामी भएर खानेपानी सरसफाइ नभएर बिरामी हुनुभएको रहेछ। एउटा बाजे धामी बाजे चाहिँ आएर मानव मन्साउनुपर्छ, धजा खुटो गर्नुपर्छ भन्नुभयो। त्यस्तो होइन, उहाँको कुरालाई पनि आस्थावान गर्दै समयमै स्वास्थ्यमा केही बिराम भयो भने स्वास्थ्य चौकी लैजानु होला। अनि नानीहरूले महिनावारी भएको नानीहरूलाई चाहिँ सफा कपडा लाउनु होला, न्यानो कपडा लगाएर आफ्नो स्वास्थ्यमा ख्याल गर्नु होला। अब केही कुरा राख्दिन चाहिँ उहाँ अब हजुरहरूले अब केही अस्ति डेली हामी गाउँमा डुल्दै गर्दा अब तपाईँहरूको घरमा जताततै झिङ्गा भन्केको रहेछ, अनि पानी पनि अब खोलाको खाने गर्नुभएको रहेछ। त्यता गाईबस्तुहरू पनि थुप्रै छोडेको रहेछ। अब सक्नुहुन्छ भने फिल्टर ल्याएर फिल्टरमा हालेर पानी खानुहोस्। त्यो पनि छैन भने अलिकति छानेर भए पनि खानुहोस्, हजुरको स्वास्थ्यको लागि राम्रो हुन्छ। अब सबैले महिनावारी हुँदा अब पर बस्छौँ, त्यो पाप होइन, प्रकृतिले दिएको वरदान हो। तपाईँहरूले पाप सम्झिने होइन, घरमै बस्ने हो। अब केही कुरा राखिदिनु न, म हुनुदेखि म्यामलाई अनुरोध गर्दछु। आफै उठ्नु पऱ्यो भने जिम्मेवारी लाग्छ। हुर्ने प्रसाद कुर्सियाले हुर्ने होइन, जिम्मा राख्छ भने अलिकति त्यहाँ मिलाउने हो। यहाँ के भइरहेछ? मेरो छाउपरीको महिनावारीको भेदभाव कसले गर्यो महिनावारीमा भेदभाव? अनि तपाईँहरूले आफै गर्नुभएको हो कि? महिनावारी भनेको त एउटा प्राकृतिक प्रक्रिया हो। हामीले विशेष गरी सरसफाइमा ध्यान दिनुपर्छ, खानपिनमा ध्यान दिनुपर्छ। अनि महिनावारी भएको बेलामा तपाईँहरूले त कोर्टमा राख्नुहुन्थ्यो अरे, मैले पनि हिजो अस्ति सुनेको। अनि कोर्टमा राख्यो भने सर्पले टोक्छ, अनि विभिन्न किसिमका रोगहरू लाग्छ फोहोर भयो भने। अनि छोरीहरूलाई आफ्नो अनि धामी दाजुले पनि छुइछाइ भएको भनेर झजाफुटो उठाउँदै हुनुहुन्थ्यो अरे। अनि यो रुटीवादी अन्धविश्वासतिर लाग्नुहुन्न नि, होइन र? हस्, धन्यवाद। तपाईँहरू महिनावारीको बारेमा आफै बुझ्नु होला। महिनावारी भएको व्यक्तिमाथि विभेद नगर्नु होला, विशेष खानपिनमा ध्यान दिलाउनु होला। अनि सरसफाइमा 4 देखि 6 घन्टाको अन्तरालमा प्याड चेन्ज गर्नुपर्छ भनेर भर्खरै महिनावारी सुरु भएको त्यो छोरीलाई सिकाउनु होला। अनि हामीले आफैले विभेद गरेर आफ्नो छोरीलाई कोर्टसम्म राख्यौँ भने सर्पले टोक्छ, भोलि हाम्रो छोरी बलात्कृत भयो भने नोक्सान हुने हामीहरूलाई नै हो। यस्तो विभेद नगर्नु होला ल। धन्यवाद म्याडमलाई। अब केही कुरा राखिदिनु हुन, कसैको विचारमा मनमा लागेको केही कुरा राखिदिनु हुन। ल नानीहरूलाई मेरो आँखा खोलाइदिएकोमा धन्यवाद छ। म अबदेखि यस्तो गर्ने छैन। पुर्खादेखि चलिआएको म यो किन हटाउँ भनेर यति मेरी नातिनीलाई र मेरी बुहारीलाई यति सन्ताप दिएको हो। अब चाहिँ म पाहाडी खाना पकाउन दिने छु। म अब यस्तो भेदभाव केही गर्ने छैन।